मात्र भयो पुग्छ पुर्याउनु पर्छ। अब त्यसमा यताउता हुनै सक्दैन, पुग्छ पुर्याउनै पर्छ। अहिले प्रारम्भिक दिनमा त जहाँ प्राइमरी कनेक्सन छ त्यही राजस्व अनुसन्धानले नियन्त्रणमा लिएको छ। अब अनुसन्धान गर्दै जाँदा यसको जरसम्म पुग्नु पऱ्यो नि, यसको सम्पूर्ण नेक्सासम्म पुग्नु पऱ्यो र कारबाहीको दायरामा सबै ल्याउनुपर्छ। अहिलेको घटनाको कारबाही एउटा, अर्कोतिर चाहिँ अब आइन्दा यस प्रकारको घटनाहरूको पुनरावृत्ति हुन नदिनको निम्ति सम्पूर्ण नयाँ योजना बनाएर अगाडि बढ्नु। नेपालमा सजिलै सुनको तस्करी भइरहेको छ भन्ने विषयमा विगतका इतिहासहरूले पनि देखाइरहेको छ नि, यस विषयमा गृहमन्त्रीजीको के धारणा छ? त्यो कुरा चाहिँ तपाईँले भन्नु कुरा सही नै हो। हामीले गम्भीरतापूर्वक यसको सम्पूर्ण पुनरावलोकन गरेर जुन प्रकारको सचेतता, सावधानी र गम्भीरता अपनाउनु पर्छ। यस्ता किसिमका अपराधिक घटनाक्रमहरू विशेष गरी 3टा बालकोट, बालुवाटार र बुढा नीलकण्ठको यो साँठगाँठमा हुने गर्छ। अपराध, भ्रष्टाचार र यस्ता घटनाहरूमा कुनै पार्टी वा कुनै राजनीतिक संयन्त्रले पक्राउ गर्न कुनै टार हेर्दिन। कुरा बुझ्नु हो त? मलाई यो भ्रष्टाचारको कुरा वा अपराधका कुनै घटनाका सन्दर्भमा अनुसन्धान गर्दाखेरि कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलब छैन। राज्यले त्यसरी हेर्दैन, यति बुझोस्। चुनौती दिन्छु यो देशको भ्रष्टाचार विरोधी अभियानलाई, यो देशमा सुशासन स्थापित अभियानलाई सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा हामीले अहिले व्यवहारिक नेतृत्व गरिराखेका छौँ। गृह मन्त्रालयले यसमा आम जनताको समर्थन छ। सङ्गठित ढङ्गले कुनै पनि प्रकारबाट यसलाई असफल पार्ने, यसलाई चाहिँ दिग्भ्रमित काम भयो भने त्यसबाट हामी विचलित हुने छैनौँ। हामी सुशासन स्थापना गरेको कामलाई दृढतापूर्वक अगाडि बढाउनेछौँ। कसैले नसोचे हुन्छ कि यसलाई भ्रम पार्न सकिन्छ, यसलाई विचलित गर्न सकिन्छ भनेर नसोच। एक मिनट, यो सबै प्रक्रियालाई हामीले ध्यान दिएर नै अगाडि बढ्नुपर्ने स्थिति छ भनेर यो समग्रमा हामीले ध्यान दिनुपर्ने विषयमा ध्यान आकर्षित गराइएको छ। जहाँसम्म अहिलेको प्रक्रिया हो, यस्तो अनुसन्धानको निम्ति छानबिन समिति बनेको छ, त्यो छानबिनले नै अगाडि बढाउँछ। तर एउटा चाहिँ हामीले पहिलादेखि भनेको एउटा ल्याप्सेस चाहिँ के भने अराइभलको लगेजमा पनि कार्गोमा पनि कहीँ पनि प्रहरीको उपस्थिति रहँदैन अहिलेको प्रक्रियामा। अहिले पनि हामीले त्यहाँ सल्लाह गऱ्यौँ, तपाईँहरूलाई प्रहरी चाहिँदैन भनेर भन्सारका साथीहरूलाई भन्यौँ। प्रहरी भयो भने राम्रै हुन्छ भन्नुभएको छ। तपाईँले माग पहिला त गर्नुभएको छैन, बरु हामीले नै मन्त्री परिषदको बैठकमा यसभन्दा अगाडि यो कुरा उठाएका थियौँ कि हामीले सायद प्रहरीलाई पनि त्यहाँ सामेल गर्नुपर्छ। जब लगेज आउँछ र स्क्रिनिङको प्रक्रिया सुरुवात हुन्छ, जब कार्गो आउँछ र स्क्रिनिङको प्रक्रिया सुरुवात हुन्छ, भन्सारका कर्मचारीको अतिरिक्त प्रहरी पनि भयो भने सहयोगी भूमिका हुन्छ भनेर हामीले भनेका थियौँ। अहिले भन्सारका साथीहरूले पनि र अरू यहाँ समन्वयमा भुलाउनुभएका साथीहरूले पनि त्यो सही नै कुरा हो भन्नुभएको छ। यसबारेमा हामी आवश्यक निर्णय गर्ने। सेक्युरिटी चेक जाँच त सधैँ प्रहरीले नै गर्छ नि मन्त्रीज्यू? होइन, अराइभलमा तपाईँलाई थाहा छैन, सेक्युरिटी चेक जाँच हुँदैन। स्क्रिनिङ कुरामा भन्सार अधिकारीहरूले मात्रै गर्छन्। त्यहाँ के देख्यो भने चाहिँ स्क्रिनिङमा सुन छ भन्ने कुरा देखिँदै देखिएन कि सुन देखेर पनि छोडियो? त्यो बारेमा त मैले सम्पूर्ण कुरा चाहिँ अहिले छानबिन समितिलाई दिन्छु होइन। अहिले नै त्यसबारेमा अनुसन्धान गर्ने स्तरको मेरो निरीक्षण होइन। प्रक्रिया चाहिँ प्लेनबाट सामान, लगेज र कार्गो कसरी निस्कँदो रहेछ, त्यो चाहिँ सामान कसरी ल्याउँदो रहेछ, कार्गोमा कसरी आइपुग्दो रहेछ, स्क्रिनिङमा के हुँदो रहेछ, लगेजको पनि सामान कसरी त्यहाँ जाँदो रहेछ भन्नेसम्म मैले निरीक्षण गरेँ। तर अब यो चाहिँ छानबिन समितिले तपाईँको नाम मुसिरहेछन् यति बेला आम सञ्चार माध्यमहरूमा पनि गृहमन्त्रीकै नाम आइरहँदाखेरि यसमा चाहिँ के छ? अब गृहमन्त्री चाहिँ यसको नायक भनेर समाचार आइरहेछ। अब प्रेस चौतारीका अध्यक्षले त्यसरी न्युज लेखिरहनु भएको छ। तपाईँले प्रश्न गर्नुपर्ने स्तरको विषय लाग्यो तर त्यस कारणले यो चाहिँ यो प्रश्न उत्तर खोज्नुपर्ने स्तरको प्रश्नै होइन।